हजुर सबैजनालाई नमस्ते अनि ह्याप्पी न्यु इयर 2083 सालको सबैलाई शुभकामना छ है। आज चाहिँ हाम्रो यसरी न्यु इयर चाहिँ सुरु हुँदैछ अनि हजुरहरूको कसरी हुँदैछ यहाँ हेर्नुहोस्। भुँडी बनाउने आज फ्राई गरेर यसो एकचोटि बोइल गर्ने अनि फ्राई गर्ने अनि खाने यता पनि छ राइसहरू। यसरी हाम्रो चाहिँ सुरु हुँदैछ। तपाईँहरूको कसरी सुरु हुँदैछ? यही हाम्रो चाहिँ आज नयाँ वर्ष जस्तो हुँदैछ है गाइसहरू। मसलाको लागि चाहिँ यहाँ तयार पारिसकेको छु। आमा अनि यता छ्यामाले चाहिँ अचारको लागि आलु रेडी गर्दै हुनुहुन्छ गाइसहरू। यता हेर्नु त है अस्ति खनेको आलु चाहिँ यो है। अनि यता अचार बनाउन लागेको हामीले गाइसहरू। यता हेर्नु मेरो छामा हो है। यता चाहिँ गाइसहरू चाहिँ रक्ती लाउने यो यहाँ चाहिँ मासुसँग यहाँ छ है निगार खाने हो है गाइसहरू। निगार होइन तोङ्बा हो। तोङ्बा पनि हुन्छ निगार पनि हुन्छ। यहाँ हामी यो खाने हो आज। के हो हेर्नुहोस् गाइसहरू मजाले मसला एकदम काटिरहेको छु। यहाँ मसला छ गाइसहरू। नेक्स्ट पासमा अरू चाहिँ देखाउनुहोस् है। यहाँ मलाई दिदीले कल गरिराख्नु भएको छ है। ह्याप्पी न्यु इयर भन्नु लगाउनु ल। अर्को पासमा देखाउँछु ल अरू चाहिँ। ओके बाई बाई।